हेलो नमस्ते। आजको दिनमा चाहिँ म चाहिँ गमला सफा गर्छु, त्यसपछि कलरिङ गर्छु भनेर चाहिँ आजको दिनलाई मैले छुट्याइराखेको छु। मेरो चाहिँ नानीहरू दुईजना स्कुल गइसक्यो अनि मेरो हस्बेन्ड पनि अफिस जानु भइसकेको छ। अनि मैले चाहिँ आफ्नो दिउँसोको लागि खानावाना बनाएर चाहिँ अब म आफ्नो कामलाई सुरु गर्नु लागेको। म चाहिँ अहिले गमला सफा गर्दैछु। यो चाहिँ मैले फर्स्ट गमला यसरी सफा गर्दैछु। हेर्नुहोस्, यसमा चाहिँ मलाई चाहिँ यो सबैले भन्यो कि यो स्टिलको त्यो जुट हुन्छ जुन त्यसले चाहिँ मजाले त्यसले चाहिँ गऱ्यो भने चाहिँ सबै यो जुन लागेको यसमा लागेको लेउहरू हुन्छ त्यो चाहिँ जान्छ छिटो छिटो भनेर भन्यो। अनि त्यस्तै गरेको तर स्टिल जुटले यसो गर्दाखेरि चाहिँ हातहरू काट्ने यस्तो हातमा हुन्छ नि घाउहरू लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ आइडिया लगाएर एउटा बोरा हुन्छ नि यो जुन प्याजहरू ल्याउँछौँ हामी त्यो वाला बोरा, त्यो पातला खालको हुन्छ नि त्यस्तो खालको बोरा लिएर त्यसभित्र चाहिँ यो स्टिलको जुट लगाएर चाहिँ म चाहिँ सफा गर्दैछु। यसरी चाहिँ जाँदो रहेछ मजाले नै, किनभने हात पनि काटिने पनि डर नहुने है। यस्तो खाले चाहिँ म चाहिँ सफा गर्दैछु। मेरो चाहिँ फर्स्ट प्लान्ट चाहिँ खतम भयो। त्यो चाहिँ मेरो लक्की ब्याम्बो हो। लक्की ब्याम्बो चाहिँ यो चाहिँ मैले चाहिँ एकदम लामो राखेको, एकदम ठुलो खालकै बनाएर राखेको। दुईवटा थियो, यसलाई चाहिँ अहिले यसको बच्चाहरू आएर 4वटा भएको छ यो चाहिँ। अनि मैले चाहिँ यो फुलहरू चाहिँ कलेक्ट चाहिँ के अरे कुनै कुनै फुलहरू त किनेर ल्याएँ, कुनै चाहिँ मागेर ल्याएँ, कुनै चाहिँ अलिअलि चोरेर पनि ल्याएको फुलहरू पनि छ मेरोमा चाहिँ है। अनि यसमा चाहिँ मैले फुलहरू पनि त कुनै पनि सेम चाहिँ छैन है। हरेक गमलामा मैले चाहिँ अलग अलग फुलहरू लगाउने कोसिस गरेको छु, किनकि मलाई चाहिँ त्यो एकदम सेम हरेक पटमा सेमहरू फुलहरू राख्दाखेरि चाहिँ फुल होइन यो प्लान्ट्सहरू फुल फुल्दैन मेरोमा कुनैमा पनि। फुल फुल्नेहरू चाहिँ म त्यति लगाउँदिनँ पनि, किनभने चाहिँ फुल चाहिँ ढकमक्क यसको सिजनमा फुल्यो अनि त्यसपछि चाहिँ छैन, त्यसपछि उराट लाग्दो हुन्छ नि, त्यस्तो हुँदा चाहिँ मलाई मन पर्दैन कि। त्यही कारणले चाहिँ म चाहिँ यो सिनेरीहरू नै बढी लगाएको छु। अनि त्यसरी नै मैले चाहिँ अनि त्यही कारणले मेरोमा चाहिँ फुल्ने भन्दा पनि नफुल्ने नै प्लान्ट्सहरू धेरै छ है। अनि त्यसपछि यो गमला चाहिँ मैले के अरे एकैचोटि चाहिँ किनेको होइन है, अलिअलि गरेर किनेको। मैले चाहिँ यसरी फुलहरू लगाएको, यो प्लान्ट्सहरू लगाएको चाहिँ 1 वर्ष 1-2 महिना भयो होला, त्यति नै टाइम भयो। यसमा चाहिँ मैले अलिअलि गरेर चाहिँ गमला लगाएको। अहिले चाहिँ मेरोमा गमला चाहिँ 110 पनि पार भइसकेको रहेछ है। यो सानोहरू गर्दाखेरि त्यति भइसकेको रहेछ। एकदमै राम्रो लाग्छ है बाहिर निस्केर हेर्दाखेरि, गमलाहरू हेर्दाखेरि नै खासै मान्छेलाई एकदम मनमा खुसी चाहिँ मलाई लाग्दैछ यो प्लान्ट्सहरू नै दिन्छ, एकदम खुसी दिन्छ। जस्तो मान्छेलाई मनमा एकदम दुःख लागेको छ भने मलाई अरूलाई त म भन्नु सक्दिनँ, सायद लाग्छ होला सबैलाई जस्तो लाग्छ मलाई चाहिँ। किनकि मलाई मनमा केही कुराहरू अलिक दुःख लागेको छ भने मलाई बाहिर आएर प्लान्ट्सहरूलाई हेरेर बस्यो भने, यसको यो पत्ताहरूलाई हेरेर बस्यो भने, यसको रुटहरू कसरी के भइरहेको छ सबै मतलब हुन्छ नि, प्लान्ट्सको हरेक कुराहरू हेऱ्यो भने चाहिँ एकदम मनमा शान्ति टाइपको फिल हुन्छ, एकदम खुसी। एकदम त्यो जुन दुःख लागेको हुन्छ नि त्यो कुरालाई नै म भुलिजान्छु, यस्तो हुन्छ, यस्तो खालको मलाई चाहिँ फिल हुन्छ। त्यही कारणले मेरो लागि चाहिँ एकदम राम्रो छ यो प्लान्ट्सहरू लगाउनु, एकदम मुड पनि एकदम फ्रेस हुने। अनि त्यसपछि अरू बाहिरको कुराहरूको सोचाइ पनि नआउने, केही सोचाइ पनि नआउने, खालि यस्तै फुलहरूको बारेमा मात्रै सोच्ने के होइन, त्यो प्लान्ट्सहरूको बारेमा सोच्दै बसेँ, यस्तो खालको हुँदो रहेछ। त्यही कारणले चाहिँ म चाहिँ सबै जो पनि बस्नुहुन्छ नि घरमा फ्रिली बस्नुहुन्छ हाउसवाइफहरू, उहाँहरूलाई सबैलाई चाहिँ घरमा प्लान्ट्स लगाउनु भन्न चाहन्छु है, आफ्नो मुडको लागि पनि सबै कुराको लागि नै। अनि त्यसपछि यो माटो पनि गमला पनि त अलग अलग हुँदो रहेछ। सिमेन्टको गमला हुँदो रहेछ, माटोको गमला, प्लास्टिकको गमला, सिरामिकको गमला, कतिवटा हुँदो रहेछ। अब हामीले चाहिँ सबैभन्दा राम्रो चाहिँ प्लान्ट्स लगाउनुको लागि चाहिँ माटोको गमला राम्रो हो भनेर भन्छ है। अनि त्यही भएर माटोको गमला नै मैले चाहिँ धेरै लिएँ। तर यसलाई चाहिँ पुरै गाह्रो, यसलाई मेन्टेन गर्नु चाहिँ पुरा गाह्रो। यसलाई चाहिँ टाइममा सफा गर्नुपर्ने, फेरि कलरहरू पनि गर्नुपर्ने, यो चाहिँ झन्झट रहेछ यसको चाहिँ। अनि प्लास्टिकको गमला पनि अहिले मैले पछि चाहिँ पुरा लिएको छु है। सिरामिकको चाहिँ भित्र राखेको छु, 2-3टा मात्रै छ। अनि प्लास्टिकको पनि थुप्रो लिएको छु अहिले चाहिँ। यो प्लास्टिकको गमलाले चाहिँ केही पनि गर्नु नपर्ने के, कलर पनि गर्नु नपर्ने, के कहिले टाइममा सफा गरिदियो बस भइगयो है, यति मात्रै यसको काम चाहिँ। अनि त्यसपछि अनि गमलाहरूको त बात त भइहाल्यो। त्यसपछि फुल पनि अब कसैले भन्छ यो फुल लगाऊ, कसैले भन्छ त्यो फुल लगाऊ, कसैले भन्छ यो फुल राम्रो हुन्छ, घरको अगाडि यो लगाऊ, घरको पछाडि त्यो यस्तो भन्छ। तर मैले चाहिँ कसैको पनि कुरा सुनिनँ है, आफूलाई जुन मनपर्छ त्यही फुलहरू लगाएँ।
मैले चाहिँ जावा कुसुमको चाहिँ भेराइटी चाहिँ धेरै लगाएको छु, कलरको छ मेरोमा है। त्यो चाहिँ गमलामा छैन कि, त्यो सबै मेरो साइडको त्यो गार्डन छ नि साइडमा त्यो हो, त्यसमा चाहिँ मैले त्यो सबै फुल फुल्नेहरू चाहिँ लगाएको छु। त्यो पनि जुन चाहिँ अलिकति लङ टाइमसम्म फुलहरू फुलिराख्नु हुन्छ नि त्यस्तो वाला मात्रै लगाएको छु। त्यो एकदम फुल्ने अनि त्यसपछि सबै झरेर एकदम उराट लाग्ने त्यस्तो खालको चाहिँ मैले लगाएको छैन है। अनि फुल पनि कतिवटा त बास्नाहरू आउने हुँदो रहेछ, कुनै चाहिँ प्रायः त आउँदैन, तर फुलको बास्ना आउने चाहिँ कम्ती नै फुलहरू हुँदो रहेछ है। अनि त्यहाँदेखि मैले पनि त्यस्तो 2-3वटा लगाएको छु, तर अहिलेसम्म मेरो फुल चाहिँ फुलेको छैन। भर्खरै यो के अरे सानो भर्खर त्यसले चाहिँ जराहरू गाडेको छ है। अर्को साल सायद फुल्छ होला, या त 5-6 महिनामै फुल्छ होला, यस्तो फुलहरू लगाएको छु। अनि त्यसपछि फुलको भेराइटीहरू भन्दाखेरि पनि यो छ मसँग धेरै नै भेराइटीहरू छ, जस्तै यो स्पाइडर प्लान्ट्सहरूको पनि छ, यो स्नेक प्लान्टहरूको पनि छ, यो एरिका पाम के पाम के भन्छ त्यो चाइनिज पामहरू यस्तोहरू यिनीहरूको पनि भेराइटी छ मसँग। एग्लोनिमाको कतिवटा फुलहरूको छ। मलाई चाहिँ सबै कलेक्सन गर्न चाहिँ पुरै राम्रो लाग्छ है। अनि कहिले यस्तै फुलहरूको कहीँ देखेँ भने, कहीँनिर प्लान्ट्सहरू बेचिरहेको देखेँ भने चाहिँ म चाहिँ आफूसँग नभएको अलिक युनिक खालको छ भने चाहिँ म चाहिँ किनेर ल्याइहाल्छु। त्यति बेलामा चाहिँ मलाई पैसाको पनि पर्वाह हुँदैन, कस्तो मन परेपछि म चाहिँ लिएर राखिहाल्छु है, त्यस्तो भएको छ। तर अब चाहिँ मैले सोचेँ कि अब चाहिँ योभन्दा बढी चाहिँ म गमला बढाउँदिनँ, किनकि मलाई चाहिँ यो सफा गर्नु र कलर गर्नुमा साह्रै नै भयो। यत्रो गमला हुनु त प्लास्टिक गमलामा चाहिँ गर्नु परेन भनेर मात्र माटोको गमला नै मेरो 77वटा जस्तो रहेछ। त्यसमा गर्दाखेरि मेरो ढाडसाड सबै दुखेर केही थिएन। अनि मलाई चाहिँ अब कति टाइम लाग्छ थाहा छैन, नानी सानो छोरी आउनुभन्दा अगाडि चाहिँ मैले कतिसम्म गर्नु सक्छु होला है। अब कुनै आज राति नै पर्छ जस्तो लाग्दैछ मलाई लाग्नुमा चाहिँ। अब हेरौँ कतिको हुन्छ है। अनि त्यसपछि अब कलरिङ गर्नुलाई पनि गाह्रै हुँदो रहेछ। मलाई चाहिँ पहिला चाहिँ आइडिया भएन, त्यही कारणले मैले चाहिँ यो माथि हुन्छ नि जुन त्यो पार्टमा पहिला गरिदिएँ। अनि त्यसो गर्दाखेरि चाहिँ के हुँदो रहेछ, समात्नु नै नमिल्ने होइन। अनि त्यसपछि चाहिँ फर्स्टको मलाई त्यस्तै भयो। त्यसपछि चाहिँ अलि आइडिया आयो नि त आफूलाई होइन। अनि त्यसपछि चाहिँ मैले पहिला तल गरेँ, त्यो समात्नु मिल्छ नि त माथि होइन। त्यसपछि चाहिँ माथि गर्ने अब यस्तो आइडिया गरेको चाहिँ अलिक छिटो भयो होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ अस्ति लास्ट इयर चाहिँ मसँग गमला पनि कम्ती नै थियो, त्यही कारणले चाहिँ मैले चाहिँ रेड कलर गरेको थिएँ गमलाहरूमा। यसपालि चाहिँ मैले चाहिँ यो ब्राउन कलर लिएर आएको। ब्राउन कलरले चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ त्यो रेड कलरभन्दा है। मैले चाहिँ राम्रै सेलेक्सन गरेको छु कलर चाहिँ। अनि त्यसपछि बिचमा झिमिका बहिनी पनि आएको थियो। अब ऊ चाहिँ उसको पनि घरमा सफाइ नै यस्तै हुन्छ, गमलाकै कामहरू हुँदैछ, त्यही कारणले ऊ चाहिँ हाम्रो घरमा चाहिँ इँटा लिन आएको थियो। जुन हामी घर बनाउँदाखेरि बढी भएको इँटाहरू चाहिँ ऊ चाहिँ लिन आएको थियो त्यो गमलाकै लागि। भिडियोमा आउँछ क्या, भिडियोभरि यो एक्सिडेन्ट गमला फुट्यो भने चाहिँ अहिले मर्छ नि। अनि झन् तपाईँलाई भिडियोको उयो देखो पछाडिबाट आएको यस्तो गर्यो भनेर रिसाउँछ के आएको झन् एउटा उयो दिँदैछु मलाई त झिमिकाले आएर यस्तो गरी के गर्नु कामै पाउँदैन भनेर भन्नु सक्दैन। झन् एउटा एड दिएको झन् त्यहाँनिर अनि तपाईँ भाइरल होस् भनेर पछाडिबाट आयो। गमला सर फुट्यो भाइ झिमकाले को हो तपाईँले गेस्ट गर्नु सक्नुहुन्छ? पछाडिबाट गामछा ओढेर आएर यस्तो गर्दै हेर्नु न, म त डरले चुक्कु लगाएर बसेँ त्यहाँ भनेर भन्नु सक्दैन। यो झिमिकाले चाहिँ खालि यस्तै काम गर्छ कि उसलाई चाहिँ अचानक चाहिँ उसको मनमा के लाग्छ ऊ त्यो गरिहाल्छ। अनि मलाई चाहिँ एकदम अब एकदम अचानक चाहिँ के कुरो भन्दा त रिस उठ्छ नि त, मलाई चाहिँ एकदम रिस उठ्यो त्यो बेलामा। तर फेरि पछि आफ्नो रिसलाई चाहिँ कन्ट्रोल गरेर फेरि राम्रोसँगै नै उयो गरेँ। तर मलाई फर्स्टमा चाहिँ एकदमै रिस उठेको थियो, किनकि मेरो एकदम घुँडामा पनि लागिगयो त्यो, अनि हातको त्यो इल्बोमा पनि लागिगयो नि, त्यही कारण मलाई चाहिँ पुरा रिस उठ्यो। त्यसमाथि पनि मलाई गमलामा चाहिँ केही भएन, त्यही कारणले चाहिँ म चुप लागेर पछि गमला फुटेको भए चाहिँ मलाई नि म त्यसलाई के गर्थेँ मलाई पनि थाहा छैन। त्यो बेलामा चाहिँ मलाई यस्तो रिस उठेको थियो नि के भन्नु। अब ऊ ठुलो छ, म त केही गर्नु पनि सक्दिनँ है। ऊ त अब अग्लो हाइट पनि अग्लो छ गएर म त सानै छु, ड्याम्मै दियो भने त के गर्नु ढल्ला भन्ने डर है। अब मैले चाहिँ दिनभरि नानी आउनेसम्म गरेर पनि खतम नभएको कारणले गर्दाखेरि फेरि शाममा पनि गरेको छु, 3:30 बजेतिरदेखि स्टार्ट गरेको। फेरि त्यसमा अब चाहिँ मेरो एकदम सकिनु लागेको छ, धेरै बाँकी छैन है। अँध्यारो भनेको यो चाहिँ 5:30-6 बज्नु आँट्यो, तर यहाँ चाहिँ कस्तो अँध्यारो देखेको छ। यो चाहिँ टाइम चाहिँ 6 जस्तै बजेको हो है। त्यसपछि चाहिँ यो चाहिँ मैले भोलिपल्ट चाहिँ गमलाहरू सेट गरेपछिको चाहिँ भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् मैले
मलाई चाहिँ एकदम खुसी लाग्यो कि सबै हेरेर चाहिँ हेर्नुहोस् न। सायद तपाईँहरूलाई पनि लाग्यो होला है, कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ कमेन्ट गरिदिनु होला है। अनि गमलाहरू चाहिँ यो गमला चाहिँ 77वटा छ। यो सबै सानो ठुलो सबै गमला गरेर अब यो माटोको मात्रै है, यो सबै चाहिँ मैले आज दिनभरिमा सफाइ गरेर पनि कलर गरेर पनि खतम गरिदिएँ। त्यस अहिले रिजल्ट हेर्दाखेरि चाहिँ पुरै खुसी लाग्दैछ। यो तल तल छ नि, यो यसमा पनि छ, यसमा चाहिँ 11वटा छ मेरो। यो चाहिँ अर्कै खालको छ गमला यसमा पनि। अनि त्यसपछि हेर्नुहोस्, अब यसलाई चाहिँ प्लान्ट्सहरू यताउता गर्छु म। तपाईँहरूलाई कस्तो लाग्यो हेर्नुहोस् मेरो यो फाइनल लुक यो घरको। आजलाई चाहिँ यति नै, बाई।